आज चाहिँ म खाना बनाउँदैछु है। अरू रोटी हालिसकेँ होइन। अब लास्ट रोटी हो। त्यसपछि अनि सब्जी बनाउनु बाँकी नै छ। रोटी चाहिँ मैले आधा हालिसकेँ, आधा छ है। अब 2टा रोटी मात्र बाँकी छन्। त्यस्तै छ साथीहरू। के गर्नु छ पनि। रोटी अब पाक्नलाई रेडी भइसक्यो। बस लास्ट रोटी हो होइन। बस अब चाहिँ थोरै थोरै छ है रोटी। ल हेर्नुहोस्, रोटी पुरा पाकिसक्यो हेर्नु है। यस्तो रोटी कहिले हाल्छ, कहिले बनाउँछ भन्नु होला है। त्यसपछि साग बनाउने पालो जाँदा रोटी चाहिँ भइसक्यो।